Namaste. Myself Krishna Paudel, player Pokhara Avengers. अक्सनबाट पिक हुँदा चाहिँ म एकदमै ह्याप्पी थिएँ। सुरुमा त दाइहरूसँग बसेर अक्सन हेरिरहेको थिएँ अनि नाम एकदमै ढिलो आयो अनि हामी ढिलो भएर लेग साइडबाट निस्किसकेको थियौँ। बाटोमा एउटा भाइसँग बाइकमा थिएँ, ठ्याक्क नाम आयो, हामी त्यहीँ रोकेर नै अक्सन हेऱ्यौँ। त्यहाँ पिक हुँदा एकदमै खुसी थिएँ। पहिला गण्डकी हिरोजको पार्ट हुँदा चाहिँ सिनियर दाई अनि कोच आउनुभएको थियो चेन्नईबाट, उहाँहरूबाट धेरै कुराहरू सिकेको थियौँ। अनि त्यसपछि फेरि गण्डकी हिरोजबाटै म केपिओली कपमा पनि पार्टिसिपेट गरेको थिएँ। त्यसले गर्दा मेरो पर्फर्मेन्स पनि त्यहाँ एकदमै राम्रो थियो। त्यसले गर्दा अहिले पनि एकदम एनर्जी बुस्ट भएछ, एकदमै कन्फिडेन्ट छु। त्यसले गण्डकी हिरोजले एकदमै हेल्प गर्यो मलाई। मेरो जर्नीमा एकदमै इन्सपिरेसन चाहिँ हार्डवर्किङको लागि मेरो बाबा मम्मी उहाँ गाउँमा एकदमै मेहनत गरेर म र भाइलाई जसरी यतिसम्म बनाउनु भएको छ, त्यो हार्डवर्किङको लागि एकदमै मेरो मम्मी बाबा फुपूहरू एकदमै इन्सपिरेसन हुनुहुन्छ। अनि क्रिकेटिङ जर्नीमा चाहिँ मलाई करण दाई बेन्च स्ट्रोकको त्यो म्याच विनिङ क्यापेसिटी हेरेर एकदमै इन्सपायर्ड हुन्थ्यो। पोखरामा त अब एकदम नेचुरल ब्युटीले भरिपूर्ण छ होइन। यहाँबाट अब धेरै ठाउँहरू ट्रेकिङ जाने सेन्टर पोइन्टै पर्छ भनौँ न। अनि एकदमै म यहाँबाट चाहिँ म एकदम ट्रेकिङ गर्न रुचाउँछु। यहाँबाट जाँदा म एबिसी त्यही मार्दीतिर चाहिँ एकदमै राम्रो लाग्छ त्यो ठाउँहरू। म एज अ बोलर भए पनि मलाई अब ब्याटिङ गर्ने चाहनाहरू एकदमै इन्ट्रेस्ट लाग्छ होइन। त्यही भएर म पोखरा एभेन्जर्समा चाहिँ कुशल भुट्टे लागेको। यो अपर्च्युनिटी चाहिँ मेरो अब करियरमा टर्निङ पोइन्ट हुनसक्छ। यहाँ राम्रो गऱ्यो भने अझ माथिको लेभलमा चाहिँ एकदमै हेल्पफुल हुन्छ जस्तो लाग्छ। कास्की क्रिकेट यहाँ एकदमै जुनियर भाइहरू भनौँ सिनियरहरू पनि एकदम हेल्पफुल हुनुहुन्छ, जुनियर पनि एकदमै ट्यालेन्ट छन्। अनि त्यसै गरेर अब यहाँ अझै पनि फेसिलिटी बेटर भयो भने अझै अब ग्राउन्ड त छ हामीसँग, अझै नेट्सहरूको अरू राम्रो फेसिलिटी भयो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ। म हार्ड लेन्थमा एकदम कन्फिडेन्ट हुन्छु। मलाई चाहिँ म्याच विनिङ 6कै लागि एकदम पहिला गण्डकी हिरोजको पार्टमा हुने बेलामा चाहिँ सागर चाहिँ अलिक फनी लाग्थ्यो। हामीलाई सपोर्ट गर्नु, हामीले एकदमै राम्रो क्रिकेट खेल्छौँ, एभेन्जर्सलाई जिताउन ट्राई गर्छ।